एभ्रिवान नमस्ते ममता कुकिङमा तपाईहरुलाई धेरै स्वागत छ। आज म यहाँहरुको बीचमा मोमोको अचार बनाएर देखाउन खोज्दैछु। मोमोको अचार बनाउनको लागि टमाटर, पुदिनाको पत्ता, भटमास, कालो तिल, सेतो तिल, लसुन, अदुवा र सुकेको खुर्सानी धनियाको पत्ता लिएको छु। अब यहाँ प्यान तातो भइसकेको छ र यसमा मैले भटमास राखिदिए। केही बेर यसलाई चलाएर भुटे र कलर पनि चेन्ज भइसकेको छ। राम्रोसँग भटमास भुटिसकेको छ। अब यसमा मैले कालो तिल, यसै गरी टिमुर र लगत्तै मैले सेतो तिल पनि लिएको छु। यदि यहाँहरुसँग कालो मात्र छ भने तिल वा सेतो मात्र छ भने लिँदा हुन्छ। मसँग दुईटै थियो र दुईटै हालिदिएको छु। टिमुर हालेर बनायो भने एकदमै स्वादिलो र मिठो अचार बन्छ मोमोको। अब यहाँ प्यानमा पानी राखेर धनियाको पत्ता, टमाटर धुएर सफा गरेर लिएको छु र लगत्तै पुदिनाको पत्ता, फेरि मैले लसुनलाई छिलेर लिएको छु र प्याजलाई पनि र अदुवालाई पनि सुकेको खुर्सानी पनि सँगै राखिदिए बोइल हुनको लागि। छोपेर मैले 4 देखि 5 मिनेटसम्म बोइल गरे यसलाई र 4 देखि 5 मिनेट भइसकेको छ र प्लेट हटाएर यतिको बोइल भएको छ। धेरै गिलो भएको छैन टमाटर र पुदिनाको पत्ता, प्याजहरु सबै सँगै बोइल भइसकेको छ। अब यसलाई चम्चाले निकालिरहेको छु। चिम्टीको सहायताले टमाटर, पुदिनाको पत्तालाई निकालेर चिसो बनाए केही बेर। अब चाहिँ भटमासलाई सिलौटामा राम्रोसँग यसलाई बिस्तारै फुटाउनु पर्ने हुन्छ पहिला पिस्नको लागि। नत्र पिस्दा अलि गाह्रो हुन्छ, पिस्दैन छिटो सजिलोसँग। त्यही भएर पहिला भटमासलाई फुटाउने, त्यसपछाडि तिल, खुर्सानी, अब पुदिनाको पत्ता हाले। मैले सिलौटामा पिसिरहेको छु। यदि यहाँहरुसँग मिक्सी छ भने मिक्सी जारमा पिस्दा पनि हुन्छ, तर सिलौटामा बनाएको अचारको स्वाद बेग्लै हुन्छ। यति मिठो हुन्छ कि कुरै छोड्दिनु। हजुरहरु पनि अवश्य नै बनाएर ट्राई गर्नु होला। अब चाहिँ मोमोको अचारलाई बिस्तारै सबैलाई मैले पिस्दै गइरहेको छु। यस्तै नयाँ अचारहरु हजुरहरुलाई मन पर्छ भने या जिज्ञासा छ भने केही आफ्नो प्रतिक्रिया लेख्न कमेन्टमा नबिर्सिनु होला र मन परेकोमा शेयर पनि गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जस्तो लाग्यो त्यस्तै। यदि सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब पनि गरिदिनु होला र लाइक पनि गरिदिनु होला। कस्तो लाग्यो त मैले बनाएको आज मोमोको अचार भटमासको। यहाँ हेर्नु त कति छिटो र कति मिठो हेर्दै खाउ बनेर अचार तयार भइसकेको छ। यो अचारलाई मोमो सँग यसरी बनाएर खानुहुन्छ भने नि यति मिठो हुन्छ कि कुरै छोड्दिनु। र अन्तिमसम्म भिडियो हेरेर साथ दिनु भएकोमा दिलैदेखि धन्यवाद हजुरहरुलाई। हस्त हजुरहरुको जीवन सुखमय बितोस्। धन्यवाद।